हुन्छ फेरि पनि सबैलाई जय मसीह छ। हामी आज धेरै मात्रै तल भएको छौँ। अब यो साउन महिना लाग्यो होला है, असार महिना लाग्यो होला। सबैजना बारीमा व्यस्त, खेतमा व्यस्त भएर पनि होला कति कुरामा। र प्रभुलाई धन्यवाद दिनुपर्छ। सबैले आफ्नो जिम्मेवारी पुरा गर्नुपर्छ, आफ्नो घर, आफ्नो परिवार, आफ्नो खेतीबालीहरू पनि। तर बाइबलले हामीलाई सिकाएको छ, प्रभुले भन्नुभयो तिमीहरू एकसाथ भेला हुन चाहिँ नछोड। हप्तामा एक दिन हामीले 6 दिनसम्म आफ्नो काम गर्छौँ, तर 7औं दिनको दिन चाहिँ प्रभुलाई दिने समय हो। प्रभुको समय हामी लुट्यौँ भने त्यो व्यक्ति चाहिँ चोर हुन्छ। प्रभुको समय चोर्नु हुँदैन। प्रभुले दिने समय, प्रभुले लिने चाहेको समय हामीले त्यसलाई चाहिँ अनेक कुराहरूमा दिनु चाहिँ राम्रो होइन। काम त जति पनि हुन्छ, 6 दिनसम्म काम गरेर नपुगेर 7औं दिनको दिन पनि हामी काममै लागिरहन्छौँ भने त्यो चाहिँ आशिष होइन है। त्यो चाहिँ मण्डली परिवारले बुझ्नु होला। किनभने परमेश्वरलाई दिने समय, परमेश्वरलाई दिने भाग तपाईँ हामी लुटेर खान्छौँ भने त्यो चाहिँ आशिषमय हुँदैन। त्यस कारणले हामी कसैको लागि मण्डलीमा आइदिने होइन, गुरुबाउको लागि मण्डलीमा आइदिने पनि होइन। विश्वासीहरू पास्टरले भन्यो भनेर चर्चमा आउने पनि होइन। तर तपाईँले पाएको जिम्मेवारी हो। मेरो जिम्मेवारी मैले पुरा गर्नुपर्छ। परमेश्वरलाई मैले दिनुपर्ने कुरा मैले दिनुपर्छ। प्रभुको नजिकमा जानुपर्छ। प्रभुसँग म आशिषित व्यक्ति हुनुपर्छ भन्ने तपाईँहरूको त्यो एउटा ज्वलन्त, एउटा त्यो जोस, एउटा जाँगर तपाईँहरूभित्र चाहिँ रहनुपर्छ। त्यस कारणले मण्डली परिवारलाई जानकारी दिलाउन चाहन्छु। किनभने म आफै पनि हरेक समय मण्डलीमा आएर म प्रार्थना गरिरहेको हुन्छु, घरमा बसेर पनि म प्रार्थना गरिरहेको हुन्छु। विश्वासीहरूलाई कहाँ के भइराखेको छ म खोजी गरिरहेको हुन्छु। किनभने प्रभुले मलाई दिएको मैले जिम्मेवारी मैले पुरा गर्नुपर्छ। हामी जिम्मेवारीबाट पन्छौँ भने त्यो जतिको नराम्रो कुराहरू केही पनि हुँदैन। त्यस कारणले यहाँहरूलाई म जानकारी दिन चाहन्छु र आगामी दिनहरूमा शनिबारको आराधना सेवा लगायत कुनै पनि अरू सेवाहरूमा मण्डलीले सूचना निकालेको हुन्छ, मण्डलीले सूचना गरेको हुन्छ। त्यो सङ्गतिलाई चाहिँ हामी प्रत्येकले पुरा गर्ने बानी बसाउँ है। यहाँलाई यो जानकारी छ। र अर्को कुराको वचनको लागि म छोटो प्रार्थना गर्छु। ल आउनुहोस्, तपाईँ पनि तयारी गर्नुहोस्। वचनले तपाईँलाई मलाई सिकाएको बाटो तपाईँहरूमा हिँड्नुपर्छ। पिता, तपाईँलाई म विशेष धन्यवाद दिन चाहन्छु। आजको यो सुन्दर घडी, सुन्दर समय, विश्रामको दिन नि प्रभु, महासभाको दिन नि 6 दिनसम्म तिमीले आफ्नो काम गर, तर 7औं दिनको दिन चाहिँ तिमीले विश्राम लिनुपर्छ। त्यो दिनलाई तिमीले अपवित्र नबनाऊ, तपाईँको वचनमा लेखिएको छ। अनि आजको प्रभु वचन बोल्न तपाईँ परमेश्वर आफै नै पवित्र आत्माको सहायताद्वारा आफ्नो वचन तपाईँ प्रकाश पार्नुहोस्। म त एउटा माध्यम मात्रै हुँ, बोलिदिने मात्रै हुँ प्रभु। काम गर्ने तपाईँ पवित्र आत्मा हुनुहुन्छ। स्वर्गीय पिता, तपाईँका छोराछोरीहरूको आत्मिक जीवन कुनै कुरामा पनि कमजोर दुर्बल नहोस्। प्रशस्त रूपमा आत्मिक खुराक खाएर आत्मिक जीवनलाई पुष्ट्याउने काम, आत्मिक जीवनलाई मोटो बनाउने काम हुन सकोस् भनेर हामी तपाईँसँग प्रार्थना गर्छौँ। पिता, तपाईँको हातमा यदि मेरो कुनै पनि कमी, कमजोरी, दुर्बलताहरू प्रभु तपाईँको अगाडि प्रभु म ल्याउन चाहन्छु। प्रभु परमेश्वर, तपाईँले ममाथि दया गर्नुहोस्। स्वर्गीय पिता, तपाईँको हातमा म आफूलाई अर्पण गर्न चाहन्छु। लिनुहोस्, तपाईँ प्रभुले चलाउनुहोस् आफ्नो दासलाई, आफ्नो सेवकलाई। तपाईँको प्रभु आवाज तपाईँको दासको गलाबाट तपाईँ बोल्नुहोस्, तपाईँ आफै बोल्नुहोस्, तपाईँ पवित्र आत्माले काम गर्नुहोस्। प्रत्येकको जीवनमा बदलाव, परिवर्तन, शक्ति, सामर्थ्य, अभिषेक तपाईँले दिनुहोस्। पिता, धन्यवाद। तपाईँको हातमा हामी सुम्पिन्छौँ येशू प्रभुको नाममा। आमेन, आमेन। धन्यवाद। हामी परमेश्वरको वचनलाई हेर्न गइराखेका छौँ। यूहन्नाको पुस्तकमा लेखेको छ, यूहन्ना 1 अध्यायको 1 र 2-3मा लेखेको छ, परमेश्वर वचन हुनुहुन्छ र वचनै परमेश्वर हुनुहुन्छ। उता जानुहोस्, उता जानुहोस् त, म सङ्गतिमा जानुपर्छ।
वचन परमेश्वर हुनुहुन्छ, परमेश्वर नै वचन हुनुहुन्छ। आमेन। सुन्नुभएको छ? परमेश्वर वचन हुनुहुन्छ, वचन नै परमेश्वर हुनुहुन्छ। वचन नै परमेश्वर हुनुहुन्छ, परमेश्वर वचन हुनुहुन्छ। वचन, परमेश्वरको वचन यो चाहिँ सत्य र शक्तिको महान परमेश्वरको योजना हो। वचन परमेश्वर हुनुहुन्छ र परमेश्वर वचन हुनुहुन्छ भनेर हामीलाई यूहन्नाको पुस्तकबाट हामीलाई दिएको छ। वचनलाई व्यवस्था होइन, वचनलाई वास्ता राख्ने, वचनमा रहने, वचनले सिकाए बमोजिमको यात्रा गर्ने, वचनमा रहेर काम गर्ने। परमेश्वरले तपाईँ मलाई पठाउनु भएको चाहिँ उहाँको पवित्र वचन। सबैले भन्नुहोस् त, उहाँको पवित्र वचन हो। पवित्र वचन, त्यहाँ कुनै पनि खोट छैन। वचन चाहिँ पवित्र छ, परमेश्वरको वचन सत्य छ, परमेश्वरको वचन निष्कोच छ, परमेश्वरको वचन तरवार हो, परमेश्वरको वचन दुई धार भएको तरवार हो। अनि वचनले चाहिँ काट्छ, यता पनि उता पनि, र दुवैतिर वचनले चाहिँ काट्ने काम गर्छ, छाट्ने काम गर्छ, त्यसलाई निर्माण गर्ने काम गर्छ, त्यसलाई चाहिँ बनाउने काम गर्छ। परमेश्वर वचन हुनुहुन्छ, वचनै परमेश्वर हुनुभएको कारणले वचनले चाहिँ तपाईँ र मलाई चाहिँ बनाउने काम गर्छ। आमेन। हालेलुया। वचनले तपाईँ र मलाई बनाउने काम गर्छ। त्यस कारणले गर्दाखेरि वचन चाहिँ सत्यतामा छ र पवित्रतामा छ। हामीले बाइबललाई हेर्दाखेरि हामी पापको लेखी मरेर धार्मिकताको लेखी जिउँ भने उहाँले क्रुसमा आफ्नै शरीरमा हाम्रा पापहरू भोग्नुभयो र उहाँकै कोर्राको चोटद्वारा निको भयौ, तिमीहरू निको भयौ। पहिलो पत्रुसको पुस्तक, पहिलो पत्रुस 2:24 यो वचनमा यसरी लेखेको छ। यो वचन यसरी भन्दछ कि यहाँनिर हामी चाहिँ पापका लेखी मरेर धार्मिकताको लेखी जिउँ भने, धार्मिकताको लेखी जिउँ भने उहाँले क्रुसमा आफ्नै शरीरमा हाम्रा पाप भोग्नुभयो। उहाँकै कोर्राको चोटद्वारा तिमीहरू निको भयौ। आमेन। हामी पापको लेखी मरेर धार्मिकताको लेखी जिउन सकौँ भनेर हाम्रो पापलाई येशूले बोकिदिनु भयो। आमेन। हाम्रो पाप, हामीले क्षमा पाउन नसक्ने पाप, हाम्रो पाप चाहिँ येशू ख्रीष्टले बोक्नुभयो क्रुसमा। हाम्रो पापले उहाँलाई दुःख दियो, हाम्रो पापले उहाँलाई शास्ति दियो, हाम्रो पापले उहाँलाई दण्ड दियो, हाम्रो पापले उहाँलाई मृत्युमा पार्यो, हाम्रो पापले उहाँलाई अनादर गर्यो, हाम्रो पापले उहाँलाई गिल्ला, के भन्छ त्यसलाई, अपमान गर्यो। हाम्रो पापले, हाम्रो पाप उहाँले बोक्नुभयो। हाम्रो रोग निको पार्नका लागि, हामीलाई क्षमा गर्नका लागि येशू ख्रीष्टले हाम्रो सबै अपराध उहाँले बोक्नुभयो र उहाँले हाम्रो दुःख र कष्टमा हामीलाई उहाँले स्वतन्त्र बनाउनु भयो। आमेन। हामीलाई उहाँले स्वतन्त्र बनाउनु भयो। परमेश्वर प्रभु येशू ख्रीष्टले तपाईँको र मेरो पाप अब तपाईँ र मैले खोजेर पनि भेटाउँदैनौँ। तपाईँ र म भित्र परमेश्वरले अब पाप होइन, तपाईँ र म भित्र चाहिँ अनन्त जीवन राखिदिनु भएको छ। हालेलुया। अनन्त जीवन, शान्तिको जीवन, आनन्दको जीवन, सफलताको जीवन, विजयको जीवन। अब हामी भित्र भएका पाप, हामी भित्र भएका दण्ड, हामीले सर्नुपर्ने दुःख, हामीले सर्नुपर्ने कष्ट चाहिँ येशू ख्रीष्टले बोकेर हामीलाई चाहिँ स्वतन्त्र पार्नुभयो। प्रभुलाई ताली बजाएर धन्यवाद दिनुहोस्। हामीलाई स्वतन्त्र पार्नुभयो, हामी बाँच्यौँ, हामीलाई बचाउनुभयो, हामी निको भयौँ। आमेन। हालेलुया। अब हामी मृत्युमा छैनौँ, अब हामी चाहिँ मृत्युबाट जीवनमा
रोगबाट, मृत्युबाट, दुःखबाट, कष्टबाट, पीडाबाट, अशान्तिबाट येशू ख्रीष्टले तपाईँ र मलाई स्वतन्त्र पार्नु भएको छ। हालेलुया, हालेलुया, हालेलुया। अब हामीले म दुःखमा छु, म कष्टमा छु, ममा पाप छ, म पापी हुँ भनिराख्नु पर्दैन। हामीलाई परमेश्वरले पापबाट स्वतन्त्र गराइसक्नु भएको छ। हालेलुया। हामी पापबाट स्वतन्त्र भइसकेका छौँ। हामीलाई परमेश्वरले अनन्तको राज्यमा, परमेश्वरको राज्यमा हामीलाई उहाँले एलाउड दिनुभएको छ। एलाउड बाइबलले भन्छ हाम्रो नागरिकता त स्वर्गमा छ। आमेन। हाम्रो नागरिकता स्वर्गमा छ। हाम्रो हक पनि स्वर्ग हो। हाम्रो हक पनि स्वर्ग हो। हाम्रो नागरिकता पनि स्वर्गमा छ। प्रभुलाई ताली बजाएर धन्यवाद दिनुपर्छ। किनभने संसारको सबै दुःख कष्टबाट प्रभु येशूले हामीलाई स्वतन्त्र गर्नुभयो, हामीलाई स्वतन्त्र बनाउनु भयो। हामी स्वतन्त्र भयौँ, हामी निको भयौँ। प्रियहरू, अब तपाईँ निराशमा बस्नु पर्दैन, तपाईँ हताशमा बस्नु पर्दैन, तपाईँ म कमजोरी छु भने तपाईँले भन्नु पर्दैन, तपाईँ निराश हुनु पर्दैन, तपाईँले पहिलाको त्यो दुःख र कष्ट अब तपाईँले सम्झिनु पर्दैन। तपाईँको निम्ति, मेरो निम्ति, हामी ख्रीष्टमा रहेका व्यक्तिहरूको निम्ति हाम्रा दुःखहरूबाट हामीलाई येशूले स्वतन्त्र पारिसक्नु भएको छ। हालेलुया। बाइबलले भन्दछ, प्रभुले वचन भन्नुहुन्छ हामीलाई प्रभुले स्वतन्त्र पार्नुभयो, हामी स्वतन्त्र भइसकेका छौँ। प्रभु येशू ख्रीष्टले तपाईँ र मलाई शुद्ध पारिसक्नुभयो। अब तपाईँले पाप तपाईँले खोजेर तपाईँले पाउन सक्नुहुन्न। त्यो पाप चाहिँ येशू ख्रीष्टले क्रुसमा टाँगिदिइसक्नुभयो। उहाँले बोक्नुभयो, उहाँले क्रुसमा टाँगिदिइसक्नुभयो। मत्ती 8को 17 पदमा लेखेको छ, यसै अगमवक्ताले बोलेको अगमबारी पुरा हुनलाई यो भएको थियो। यसैले बोल्नु भएको यो अगमबारी थियो। यसै 8:17 भन्छ, यसै अगमवक्ताले बोलेको अगमबारी पुरा हुनलाई यो भएको हो। येशू ख्रीष्ट आउने कुरा चाहिँ अगमवक्ता यसैले येशू आउनुभन्दा 700 वर्ष पहिला नै यो भविष्यवाणी गरेका थिए। यो भविष्यवाणी गरेको मानिसहरूको लागि एकजना पुत्र आउँदै हुनुहुन्छ। मानिसहरूको लागि परमेश्वरले एकजना पुत्रलाई पठाउँदै हुनुहुन्छ। उहाँले मानिसहरूलाई उनीहरूको पापबाट स्वतन्त्र पार्नुहुनेछ। हालेलुया। यो अगमबारी, बोलेको अगमबारी पुरा हुनका लागि नै यो सबै कुराहरू चाहिँ उहाँले गर्नुभएको थियो। यो अगमबारी पुरा हुनका लागि यो कुरा भएको हो, येशूले पुरा गर्नुभएको हो। यो अगमबारी हामीले यशायाको पुस्तक 53को 4 पदमा पाउँछौँ। कसरी पाउनुहुन्छ पढिदिनु होला। यशाया 53को 4 पद र 5 पदमा लेखेको छ। यसै 53 मै पढिदिनेछु। यहाँनिर उहाँ आफैले हाम्रा दुर्बलताहरू लिनुभयो र हाम्रा रोगहरू उहाँले उठाइलानुभयो। आमेन। हालेलुया। हाम्रा रोगहरू, हाम्रा पापहरू सबै नै येशू ख्रीष्टले उठाइलानुभयो। सबै येशू ख्रीष्टले उठाइलानुभयो। ताली बजाउनुहोस् न एकचोटि प्रभुलाई। हालेलुया। हाम्रो पाप र हाम्रा रोग, हाम्रा दुर्बलता, हाम्रा गरिबी, हाम्रा समस्या, हाम्रा कुनै पनि खराबीका कुराहरू चाहिँ येशू ख्रीष्टले उठाइलानुभयो। आमेन। अब तपाईँले म पापमा छु भनेर भनिराख्नुपर्छ पर्दैन। तपाईँले विश्वास गरेर येशू ख्रीष्टलाई स्वीकार्नु भएको छ। तपाईँले विश्वास गरेर येशू ख्रीष्टलाई पाउनु भएको छ। तपाईँको पाप, मेरो पाप, हामीहरूको पाप येशूले उठाइलगिसक्नुभयो। हाम्रो सबै समस्या उठाइलगिसक्नुभयो। हाम्रा दुर्बलताहरू उठाइलगिसक्नुभयो। हाम्रा समस्या अर्थात् हाम्रो कुनै पनि कमजोरीको कुराहरू तपाईँ र मबाट चाहिँ येशू ख्रीष्टले उठाइलग्नुभयो। अब तपाईँ र मलाई चाहिँ उहाँले नयाँ बनाउनु भएको छ। आमेन। म नयाँ भएछु भन्नुहोस्। तपाईँले एकअर्कालाई हात मिलाएर भन्नुहोस् त, म नयाँ
बनाइसकेको छु। येशू ख्रीष्टले तपाईँ र मलाई नयाँ बनाइसक्नु भएको छ। हालेलुया, हालेलुया। अब पुरानो छैन तपाईँ र ममा, किनभने पहिलो कोरिन्थीको पुस्तकमा दोस्रो कोरिन्थी 5:17 भन्छ, अब पुरानो कुराहरू बितेर गए, हेर अब तिमीहरूमा चाहिँ नयाँ आइसकेको छ। नयाँ, अब पुरानो कुरा तपाईँ र मसँग छैन। अब पुरानो जीवन तपाईँ र मैले जिरहेका छैनौँ। अब तपाईँहरूमा पुरानो नियममा छैनौँ। तपाईँ र म चाहिँ परमेश्वरले तपाईँ र मलाई नयाँ बनाएको कारणले अब तपाईँ र म चाहिँ पुरानो कुराहरूतिर छैनौँ। आमेन, हालेलुया। पुरानो कुरा, पुरानो भाँडो, फुलेकरहरू, त्यो एकदमै कालो न कालो भएको भाँडो, त्यो घोड्दा पनि नजाने खालको भाँडो त्यो थियौँ हामी। तर प्रभु येशूले आफ्नै रगत बगाएर तपाईँ र मलाई चाहिँ त्यो कालो न कालो अवस्थाबाट, फोहोर, दुर्गन्ध, कमजोरी अवस्थाबाट येशू ख्रीष्टले तपाईँ र मलाई शुद्ध पार्नु भएको छ। प्रभुलाई ताली बजाउन हामीलाई शुद्ध पार्नु भएको छ। प्रभुका प्रेसर छ। हामी पुरानो जीवनमा अब छैनौँ। वचनले भनिसक्यो तपाईँ र मलाई, तिमीहरू नयाँ भइसक्यौ, तिमीहरू नयाँ भइसक्यौ। अब तपाईँले आफ्नो विचारलाई तपाईँले कमजोर सोच नराख्नुहोस्। तपाईँको विचार, तपाईँको सोच एकदमै कमजोर बनाउनु हुँदैन, किनभने तपाईँ त्यो कमजोरी ठाउँबाट निक्लिनु भइसकेको छ। येशू ख्रीष्टले तपाईँलाई त्यो कमजोरी अवस्थाबाट निकालिसक्नु भएको छ। अब तपाईँ कमजोरी होइन, तपाईँ चाहिँ शक्तिशाली व्यक्ति हो। आमेन, शक्तिशाली व्यक्ति हो। तपाईँले आज यो कुरा घोषणा गर्नुहोस् कि प्रभुले मलाई नयाँ बनाउनु भएको छ। म नयाँ भइसकेको छु। म अब कुनै पनि कमजोरितामा छैन, म दुर्बलतामा छैन। म आशिषित व्यक्ति हो, म शक्तिशाली व्यक्ति हो। परमेश्वर मेरो साथमा हुनुहुन्छ। मलाई कुनै पनि श्रापले छुन सक्दैन, मलाई कुनै पनि रोगले छुन सक्दैन, मलाई कुनै पनि गरिबीले छुन सक्दैन, मलाई कुनै पनि अभावले छुन सक्दैन। जब तपाईँले नयाँ भएको प्रमाणलाई यसरी घोषणा गर्नुहुन्छ भने तपाईँको जीवनमा केही नै हुनेछ। प्रभुलाई ताली बजाउनु, केही नै हुनेछ। तपाईँको जीवनमा केही नै हुनेछ। जब तपाईँ आफूलाई निराशा बनाउनुहुन्छ, कमजोर बनाउनुहुन्छ, म रोगी छु भन्नुहुन्छ, मसँग सुगर छ भन्नुहुन्छ, मसँग प्रेसर छ भन्नुहुन्छ, तपाईँ मसित यस्तो कुरा छ, यस्तो कमजोरी छु, म दुर्बल छु भनेर तपाईँ भन्नुहुन्छ भने तपाईँ त्यो एकचोटि निक्लेको खालमा फेरि पर्दै हुनुहुन्छ, फेरि पर्दै हुनुहुन्छ। तपाईँले त्यो कुरा कहिले पनि नसोच्नुहोस्। तपाईँले जबसम्म परमेश्वरको नयाँ, उहाँले नयाँ बनाएको कुरामा तपाईँले घोषणा गर्दै जानुहोस्, तपाईँको जीवनमा परमेश्वरले आशिष गर्नुहुनेछ। आमेन, हालेलुया, हालेलुया। प्रभुका प्रेसर छ। काम गर्नु, कर्म गर्ने ठाउँमा छ, काम गर्नु, कर्म गर्ने ठाउँमा छ। तर तपाईँ र मेरो सोच र विचारलाई परिवर्तन गर्न सकेनौँ, तपाईँको र मेरो सोचलाई तपाईँले मैले बदल्न सकेनौँ भने जतिसुकै काम गरे पनि तपाईँ र म कहिले पनि त्यो माथिबाट उभिन सक्दैनौँ। तपाईँ मैले आफ्नो सोचलाई बदल्नुपर्छ। तपाईँले आफ्नो मेरो विचार बदल्नु पर्दछ। तपाईँ यदि सफलताको जीवन जिउन चाहने हो भने ख्रीष्ट येशू तपाईँको साथमा हुनुहुन्छ। आमेन, ख्रीष्ट येशू तपाईँको साथमा हुनुहुन्छ। तपाईँको भविष्य बनाउनलाई, तपाईँको परिवार बनाउनलाई, तपाईँको जीवनमा आशिष गर्नलाई, तपाईँलाई निको पार्नलाई, तपाईँलाई छुटकारा दिनलाई, तपाईँलाई सफलता दिनलाई येशू ख्रीष्ट जीवित हुनुहुन्छ। हालेलुया, जीवित हुनुहुन्छ। तपाईँ त्यो खाल्डोबाट उकासिनुपर्छ, त्यो खाल्डोबाट तपाईँ निक्लिनुपर्छ, त्यो ठाउँबाट तपाईँ निक्लिनुपर्छ। तपाईँलाई मैले जहिले पनि सकारात्मक सोच, उच्च विचार, उच्च सोचमा तपाईँलाई मैले घोषणा गर्छु भने तपाईँले मेरो जीवनमा परमेश्वरले त्यही महिमा ल्याउनुहुनेछ। त्यसैले यहाँनिर हामी हेर्छौँ भनेदेखि रोमीको 7:6 हामीलाई बन्धनमा राख्ने, रोमी 7:6 कति हो, 7:6 एकछिन पढिदिनुहोस् न। यहाँ सुन्नुहोस् है, ध्यान दिएर सुन्नुहोस्। तपाईँलाई मैले अब के बुझ्नु पर्ने हो, यहाँ सुन्नुहोस्। हामीलाई केमा राख्ने अरे? बन्धनमा राख्ने के थियो? व्यवस्था थियो। व्यवस्थाले बन्धनमा राख्थ्यो। यो गर्न हुँदैन, त्यो गर्न हुँदैन, त्यो गर्न हुँदैन, त्यो गर्न हुँदैन। व्यवस्थाले तपाईँ
बन्धनमा राखेको थियो। पढ त छोरी। हामीलाई बन्धनमा राख्ने व्यवस्थाको देखि मरेर हामी अब त्यसदेखि मुक्त भएका त्योबाट मुक्त भएका छौँ र हामी पुरानो लिखित विधानको अधीनमा अब पुरानो लिखित व्यवस्थाको अधीनबाट तर पवित्र आत्माको नयाँ जीवनमा सेवा गर्छौँ। अबको दिनमा हामी केमा छौँ त? पुरानो लिखितमा छैनौँ, व्यवस्थाको त्यो बन्धनभित्र छैनौँ। व्यवस्थाले त्यस्तो खालको बन्धन लगाएको थियो, त्यो बन्धनमा रहेर उनले काम गर्न पर्थ्यो, तर ख्रीष्ट येशूले त्यो बन्धनलाई सबै पुरा गरिदिनु भयो। आमेन, हालेलुया। अब हामी बन्धनमा छैनौँ, लिखित व्यवस्थामा मूसाले लेखेको व्यवस्थाभित्र हामी त्यहाँनिर छैनौँ, तर परम प्रभुले अब कति तपाईँ र मलाई चाहिँ पवित्र आत्मा पठाउनु भएको छ। प्रभुलाई धन्यवाद हामी दिन हेर्नुहोस् है, पवित्र आत्मा पठाउनु हो। पवित्र आत्माले तपाईँ र मलाई सबै कुराबाट स्वतन्त्र पार्नुभयो। हालेलुया, स्वतन्त्र पार्नुभयो। तपाईँ र मलाई परम प्रभुले अब पवित्र आत्माले स्वतन्त्र पार्नु भएको कारणले हामी स्वतन्त्र भइसकेका छौँ। आमेन, स्वतन्त्र भइसकेका छौँ, हामी स्वतन्त्र भइसक्यौँ। हरेक किसिमका श्रापित कुराहरूबाट हामी स्वतन्त्र भइसकेका छौँ। ताली बजाउनुहोस् न एकचोटि, चर्को ताली। स्वतन्त्र, स्वतन्त्र, सबैले भन्नुहोस् त, म व्यवस्थाको बन्धनबाट, पुरानो लिखितबाट पवित्र आत्माले मलाई स्वतन्त्र पारिसक्नु भएको छ। म स्वतन्त्र भइसकेको छु। अब म कुनै पनि बन्धनभित्र छैन, म येशूको नजिक छु। हालेलुया, आमेन। येशू ख्रीष्टको नजिक पवित्र आत्माको उपस्थितिमा, पवित्र आत्माको अधीनतामा हामीले जीवन जिरहेका छौँ। पवित्र आत्मा तपाईँ र मेरो साथमा हुनुहुन्छ। पवित्र आत्मा तपाईँ र मेरो साथमा हुनुहुन्छ। तपाईँ डराउनु पर्ने कुरा छैन, तपाईँ भयभीत हुनु पर्ने कुरा छैन। अबको दिन तपाईँको लागि चाहिँ आशको दिन सुरु भएको छ। हालेलुया, सुन्दै हुनुहुन्छ? भजनले के भन्छ? अबको दिन तपाईँको मेरो दिन चाहिँ आशिषको दिन सुरु भइसकेको छ। प्रभुलाई ताली बजाउनुहोस् न, हात तालेर बस्दैन, प्रभुलाई ताली बजाउने। आमेन, हालेलुया। अबको दिन तपाईँको मेरो चाहिँ आशिषको दिन सुरु भइसकेको छ। कारण कसको कारणले? येशू ख्रीष्टको कारणले। हालेलुया, येशू ख्रीष्टको कारणले, पवित्र आत्मा तपाईँले ममा पठाउनु भएको कारणले अब तपाईँको र मेरो दिन समय आशिषमय भइसकेको छ, आशिषमय भइसकेको छ। यहाँनिर बाइबलले भन्दछ, प्रभुले भन्नुहुँदछ, त्यस कारणले अब हामी त्यो पुरानो लिखित पहिलाको व्यवस्थामा चाहिँ लेखितको कुराहरूमा व्यवस्थाको त्यो अधीनताभित्र अर्थात् त्यो बन्धनभित्र मानिसहरू बस्नु पर्थ्यो, व्यवस्था बनाउनु पर्थ्यो, व्यवस्थाको कुराहरू पनि पालन गर्नु पर्थ्यो। त्यो पालन गरेन भने उनीहरूले त्यहाँ पाप गर्न पुग्थे, उनीहरूले पाप गरिहाल्थे। एउटा मात्रै व्यवस्थालाई उनीहरूले उल्लङ्घन गरे भने त्यहाँनिर उनीहरूले त्यो ठाउँबाट निक्लिन पाउने थिएन, त्यो भित्र बस्नु पर्थ्यो, त्यो श्रापित त्यो बन्धनभित्र रहनु पर्थ्यो। त्यस कारणले गर्दाखेरि प्रभु येशू ख्रीष्टले अब तपाईँ र मलाई चाहिँ स्वतन्त्र पारेको कारणले तपाईँ र त्यो बन्धनभित्र होइन, तपाईँ र म चाहिँ स्वतन्त्रको व्यवस्था अर्थात् पवित्र आत्माको उपस्थितिभित्र परमेश्वर तपाईँ मलाई राख्नु भएको छ। आमेन। यहाँनिर हामी हेर्छौँ भनेदेखिलाई चाहिँ भजन सङ्घको पुस्तक 147 को 3 मा 147 को 3 मा लेखेको छ, उहाँले टुक्रिएको हृदय भएकाहरूलाई निको पार्नुहुन्छ र तिनीहरूका चोटहरूमा पट्टी बाँधिदिनुहुनेछ। हालेलुया। टुक्रिएका हृदय अर्थात् सान्त्वना नपाएको हृदय, एकदमै दुखित भएको हृदय, टुक्रिएको हृदयलाई परम प्रभुले अब के गर्नुहुनेछ त? के गर्नुहुनेछ? निको पार्नुहुनेछ। आमेन। टुक्रिएका हृदयलाई यीशु ख्रीष्टले निको पार्नुहुनेछ। यहाँनिर लेखेको कुराहरू भजन सङ्ग्रह 147 को 3 पदमा तपाईँले हेर्न सक्नुहुनेछ। त्यहाँ उहाँले टुक्रिएको हृदय भएकाहरूलाई निको पार्नुहुन्छ र तिनीहरूका चोटहरूमा पट्टी बाँधिदिनुहुनेछ। सबैजना आफ्नो हात छातीमा राख्नुहोस् त, छातीमा राख्नुहोस्। हो, हाम्रो टुक्रिएको हृदय अर्थात् टुक्रा टुक्रा भएर छेडिएको
हृदयलाई येशू ख्रीष्टले के गर्नुभएको छ त निको पार्नु छ। सबैले भन्नुहोस् त निको पार्नु भएको छ। आमेन। निको पार्नु भएको छ। निराशा, चिन्ता, भविष्यको कुरालाई हेरेर चिन्ता, छोराछोरीको कुरालाई हेरेर चिन्ता, रुपियाँ पैसाको कुरालाई हेरेर चिन्ता, कामको कुरालाई हेरेर चिन्ता, अर्थात् अरूको कुरालाई हेरेर चिन्ता, विभिन्न प्रकारका निराशाजनक कुराहरू, चिन्तित कुराहरू प्रभु येशूले तपाईँ र मबाट निकालिसक्नुभयो। आमेन। अब प्रभुले तपाईँ मलाई चाहिँ निको पारिसक्नुभयो। अब तपाईँहरू मन त चिन्ता छ, त फिक्री छ, प्रभुको नजिक तपाईँ र म चाहिँ जहिले पनि आशिषित छौँ, जहिले पनि आशिषित छौँ, प्रभुको सामुन्ने छौँ, येशूको नजिक छौँ, पवित्र आत्मासँग छौँ। तपाईँ र मैले जे गर्छौँ, जस्तो गर्छौँ त्यो कुरा सबै सफलता हुनेछ। प्रभुलाई धन्यवाद जे गर्छौँ, जस्तो गर्छौँ त्यो कुरा चाहिँ सफलता हुनेछ। सबै कुरामा आशिष आउनेछ, सबै कुराहरू चाहिँ परिवर्तन हुनेछ। सबै कुरामा येशू ख्रीष्टले तपाईँ र मलाई सफलता दिइसक्नु भएको छ। अब तपाईँ कोही पनि निराशा हुन पर्दैन, कोही पनि तपाईँ आत्तिनु पर्दैन, कोही पनि तपाईँ आफ्नो मनमा अशान्ति दिनु पर्दैन। परमेश्वर तपाईँ र मलाई नयाँ बनाएको कारणले, तपाईँ र म नयाँ भइसकेको कारणले, पवित्र आत्मा तपाईँ र मसँग आउनुभएको कारणले तपाईँ र म चाहिँ दिनदिनै माथि 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 तपाईँ र म जहिले पनि माथि 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 हुनेछौँ। आमेन। तर कहिले पनि हुने छैनौँ, जहिले पनि माथि हुनेछौँ। तर तपाईँको र मेरो सोच विचारलाई तपाईँ र मैले कहिले पनि कमजोर बनाउनु हुँदैन, कहिले पनि कमजोर हुँदैन। जब तपाईँले आफ्नो सोच र विचार कमजोर बनाउनु हुनेछ, त्यहाँ चाहिँ डियाबोलस, डेमोन स्पिरिट आत्माले तपाईँको त्यहाँनिर समस्या दिन थालिहाल्छ। होइन, हाम्रो त्यो सोच होइन, हाम्रो त्यो विचार होइन। तपाईँ र मैले जहिले पनि सोच र विचारलाई बदलेर परिवर्तन गराएर तपाईँ र मैले आशिषलाई घोषणा गर्नुहोस्, विजयलाई घोषणा गर्नुहोस्, मेरो साथमा येशू हुनुहुन्छ भनेर तपाईँले घोषणा गर्नुहोस्। तपाईँको दिनचर्या सबै कुरा प्रभुले परिवर्तन गर्नुभएको छ। प्रभुलाई धन्यवाद दिनुहोस्। आमेन। येशू ख्रीष्ट क्रुसमा मर्नु त्यो कुनै पनि ख्याल ठट्टाको कुरा होइन। येशू ख्रीष्ट क्रुसमा मर्नु भनेको तपाईँ र मेरो भविष्य दिनको लागि, तपाईँ र मेरो वर्तमानलाई सुधार्नको लागि, तपाईँले मेरो जीवनलाई परिवर्तन गराउनको लागि येशू ख्रीष्टले क्रुस रोज्नुभयो। क्रुसमा उहाँले आफ्नो जीवन अर्पण गर्नुभयो र येशू ख्रीष्टले तपाईँ र मलाई आज स्वतन्त्र गर्नुभएको छ। जसले येशू ख्रीष्टलाई विश्वास गर्यो, येशू ख्रीष्टमा साँचो पश्चाताप गर्यो, आफ्ना पापहरूबाट छुटकारा पायो, आफ्नो अपराधबाट छुटकारा पायो, टुटेका हृदयलाई येशू ख्रीष्टले निको पार्नुभयो। आमेन। हालेलुया। आमेन। अब तपाईँको र मेरो भविष्य कहाँ छ? अमेरिकामा छ। तपाईँको मेरो भविष्य कहाँ छ? युकेमा छ। तपाईँको मेरो भविष्य कहाँ छ? कहाँ छ? दुबईमा छ। तपाईँको मेरो भविष्य कहाँ छ? कोरियामा छ। होइन, तपाईँको मेरो भविष्य येशूमा छ। हालेलुया। आमेन। हाम्रो भविष्य कहाँ छ? येशू ख्रीष्टमा छ। ताली बजाउनुहोस् न एकचोटि। हाम्रो भविष्य येशू ख्रीष्टमा छ। जसबाट जीवित येशू हुनुहुन्छ त्यो व्यक्तिले सबै कुरा पाइसकेको छ। आमेन। सबै कुरा पाइसकेको छ। हरेक एभ्रिथिङ सबै कुरा उसले पाइसकेको छ। उसले सफलता पाइसकेको छ। हालेलुया। के यो सोचमा तपाईँ आउन चाहनुहुन्छ? तपाईँले आफ्नो सोचलाई परिवर्तन गर्न चाहनुहुन्छ? तपाईँ पवित्र आत्माको नजिक आउन चाहनुहुन्छ? तपाईँलाई परम प्रभुले सबै कुरामा सफलता पार्नुहुन्छ। हालेलुया। प्रभुको प्रेसर छ। एउटा भनाइ छ क्या, के खान्छ आँटले, के खान्छ ढाँटले। क्या आँट गर्ने व्यक्ति, साहसी गर्ने व्यक्ति त्यो सफलतामा पुग्छ नै पुग्छ। आमेन। त्यो सफल शिखरमा पुग्छ नै पुग्छ। एउटा खुट्टा नभएको लङ्गडो व्यक्ति सगरमाथा चढ्यो भने तपाईँ समाचार सुन्नुभएको छ? सगरमाथा चढेको, एउटा खुट्टा नभएको व्यक्ति सगरमाथा चढेको कसरी चढ्यो होला कल्पना गर्नुहुन्छ? मेरो एउटा खुट्टा छैन, म जान सक्दिनँ, मेरो खत्तम, मेरो कर्म त खत्तम रहेछ, मेरो भाग्य त खत्तम रहेछ भनेर त्यो व्यक्ति चुनाएर बसेको छ? एउटा खुट्टा नभएको व्यक्ति म जान्छु, सगरमाथाको चुचुरोमा पुग्छु, म आफ्नो नाम कायम राख्छु, म विजय हुन्छु भनेर सगरमाथाको चुचुरोमा पुगेर त्यो एकजना लङ्गडो व्यक्ति फर्केर आएको छ। उसले कति ठुलो इनाम पाए? प्रभुलाई धन्यवाद हुन्छ। उसको हिम्मतलाई, उसको त्यो ठुलो एउटा जिम्मेवारीमा
मेरो यो जिम्मेवारी, यो खुट्टा नभएर के काम त मलाई, यो खुट्टा नभएर के काम? आमेन। किनभने मेरो खुट्टा येशू हुनुहुन्छ। हालेलुया। मेरो खुट्टा येशू हुनुहुन्छ। तपाईलाई मैले कहिले पनि हार खाने होइन। जिन्दगी हाम्रो हातमा छ, येशूको हातमा छ। हालेलुया। हामीले सबै कुरा सफलता पाइसकेको व्यक्तिले भने हार खाएर बस्यो भने त्यो व्यक्तिको अवस्था कस्तो हुन्छ होला? हामी हार खाने होइन। प्रभु तपाईले मलाई विजय दिइसक्नु भएको छ। आज हामी विजय पाएका व्यक्ति हौँ। आमेन। विजय पाएका व्यक्ति हौँ। हामी संसार जित्ने व्यक्ति हौँ। बाइबलले के भन्छ? धन्य नम्र उनीहरू, किनभने तिनीहरूले पृथ्वीको अधिकार पाएका छन्। हालेलुया। अब नम्र हुन कसले सिकाउनु भएको छ? येशूले सिकाउनु भएको छ। हालेलुया। येशूले सिकाउनु भएको छ। नम्र हुने व्यक्तिले पृथ्वीको अधिकार पाउँछ। अधिकार पाउँछ। प्रभुले दिएको छ त्यो अधिकार, उसले पाइसकेको छ अधिकार। तर प्रियजनहरू, तपाईँको र मेरो कमजोरी सोच, कमजोरी विचार, कमजोरी व्यवहारको कारणले गर्दाखेरि तपाईँ र मैले सफलतामा अगाडि बढ्न नसकेका हुन्छौँ। अब छोड्नुपर्छ, हामीले त्यो कुराहरू छोड्नुपर्छ, त्यो कुरालाई त्याग्नुपर्छ। हामीले सफलताको बाटोलाई लिइसकेका छौँ, सफलताको बाटोलाई पाइसकेका छौँ। येशूले दिइसक्नु भएको छ भने अब तपाईँमा कमजोर भएर बस्नुपर्ने आवश्यकता छैन। आमेन। अब सबै कुराहरू छोडेर तपाईँहरूमा चाहिँ त्यो बाटो हिँड्ने व्यक्ति हुनु जरुरी छ। त्यस कारण अबको दिनमा परमेश्वर तपाईँको लागि ढोका खोलिसक्नु भएको छ। हामी यहाँनिर हेरौँ मत्तीको 28 पदमा, मत्तीको 28 पदमा, अब येशूले तिनीहरू कहाँ आएर भन्नुभयो, स्वर्ग र पृथ्वीमा समस्त अधिकार मलाई दिएको छ। येशूले भन्नुभयो। ताली बजाउनुहोस् प्रभुलाई। स्वर्गको पनि अधिकार, पृथ्वीको पनि अधिकार येशूले भन्नुभयो मलाई दिएको छ। आमेन। आमेन। कसले भन्नुभयो? कसले भन्नुभयो? प्रभु येशूले भन्नुभयो। सबैले भन्नुहोस् त। येशूले भन्नुभयो। येशू ख्रीष्ट को हुनुहुन्छ? येशू ख्रीष्ट को हुनुहुन्छ? तपाईँ र मेरो जीवनको कर्ता हुनुहुन्छ। हालेलुया। तपाईँ र मेरो लागि मरिदिने उहाँ चाहिँ जीवनको कर्ता हुनुहुन्छ। जसले येशू ख्रीष्टमा आफ्नो जीवन छ भनेर, जसले येशू ख्रीष्टमा मेरो भविष्य छ भनेर उनले प्रभु येशूलाई खोज्दछ, प्रभुको आज्ञा पालन गर्छ, उसलाई के कुराको कमी पर्छ? के कुरा कमी पर्छ? भन्छ यसले भन्नुभयो मलाई यो सबै पृथ्वीको सम्पूर्ण अधिकार मलाई दिएको छ। येशूले भन्नुभयो जोसँग येशू हुन्छ, जसले येशूलाई खुसी पार्न सकेको छ, त्यही व्यक्तिले पृथ्वीको अधिकार पनि पाउँछ। प्रभुलाई ताली बजाउन पृथ्वीको अधिकारले पाउँछ, उसले पाउँछ, सबै कुरो पाउँछ, हरेक कुराहरू पाउँछ, हरेक थोकले पाउँछ। प्रभुका प्रेसर बाइबलले यो कुरा बताउँदछ, प्रभुको वचनले कुरा बताउँछ। किनभने जब येशू ख्रीष्टले भन्नुभयो सबै अधिकार मलाई दिएको छ, मलाई दिएको छ। प्रभु येशूले भन्नुभयो सबै अधिकार, स्वर्गको पनि अधिकार, स्वर्गलाई पनि अधिकार मलाई दिएको छ। यसले भन्नुभयो पृथ्वीमा पनि सबै मानिसहरूलाई दिने आशिष र जीवनको अधिकार पनि मलाई दिएको छ। जससँग येशू हुनुहुन्छ त्योसँग सबै कुरो छ। जससँग येशू हुनुहुन्न त्योसँग भएको सबै कुरा हराएर जान्छ। जससँग येशू हुनुहुन्न त्यो व्यक्तिले केही पनि पाउन सक्दैन। प्रभुका प्रेसर चाहिँ यो चाहिँ महत्त्वपूर्ण कुरा हो। त्यस कारणले अर्को खण्डमा हामीलाई भन्छ यसकारण जाओ र सबै देशका जातिहरूलाई सेवा बनाओ र पिता पुत्र पवित्र आत्माको नाममा तिनीहरूलाई बप्तिस्मा दियो र 20 पदमा मैले तिनीहरूलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाओ। आमेन। हालेलुया। अब तपाईँहरूलाई चाहिँ आशिषको ढोका भनेको यही हो। आशिषको ढोका भनेको यही हो। जाओ, सारा संसारमा जाओ, सारा सृष्टिमा जाओ, सबै जातिहरूलाई सुसमाचार सुनाओ, सबै मानिसहरूलाई प्रभुमा जिताओ र तिनीहरूलाई म आशिष दिनेछु। हालेलुया। आमेन। येशू ख्रीष्टले भन्नुभयो जाओ, चुप लागेर नबस, जाओ, तिमी सारा संसारमा जाओ, सारा सृष्टिमा जाओ, सारा जातिकोमा जाओ र सुसमाचार सुनाऊ र परम प्रभु सधैँ तिमीहरूको साथमा रहनुहुनेछ। आज तपाईँ मलाई प्रभु येशू ख्रीष्टले यो आज्ञा दिनुभएको छ, यो आज्ञा दिनुभएको छ सबै जातिहरूलाई सुसमाचार सुनाउनको लागि। येशू ख्रीष्टले भन्नुभयो जाओ, अब जाओ, सारा संसारमा जाओ, सारा सृष्टिमा जाओ र पिता पुत्र पवित्र आत्माको नाउँमा तिनीहरूलाई बप्तिस्मा देऊ। मैले तिमीलाई जे गर्न सिकाएँ त्यो तिमीले अरू पनि गर्न सिकाओ। आमेन। सुन्दै हुनुहुन्छ कि कानमा हात राखेर भन्नुभएको छ? हजुर सबैले सुन्दै हुनुहुन्छ? हामी को व्यक्तिहरू हौ? हामी हजुर
हामी आशिषित व्यक्ति हौँ भन्नु त सबैजनाले। हामी आशिषित व्यक्ति हौँ, हामी विजय पाएका व्यक्तिहरू हौँ, हामी निको भएका व्यक्तिहरू हौँ। आमेन, हालेलुया। प्रभु प्रभु भन्छौँ हामी। प्रभु यता फर्केनी प्रभु, उता फर्केनी प्रभु, टाउको दुखे पनि प्रभु, पेट दुखे पनि प्रभु, खुट्टा दुखे पनि प्रभु। त्यो राम्रो कुरा, तर तपाईँ र मैले पाएको विजयलाई तपाईँलाई मैले घोषणा गरेन भने त्यो प्रभु प्रभु भनेर केही पनि हुँदैन, केही पनि हुँदैन। तपाईँले मैले पाएको अधिकारलाई घोषणा गर्नुपर्दछ। तपाईँले मैले पाएको अधिकारलाई तपाईँले मैले हृदयबाट घोषणा गर्नुपर्दछ। घोषणा गर्नुहोस्, त्यो वचन तपाईँको जीवन जिउनुहोस्। प्रियजनहरू, हाम्रो शरीरले हामीलाई चुनौती दिन्छ, हाम्रो शरीरले हामीलाई बाधा दिन्छ। परमेश्वर नजिक नजा भन्छ, नखाने कुरा खा भन्छ, नबोल्ने कुरा बोल भन्छ, रिस गर भन्छ, झगडा गर भन्छ हाम्रो शरीरले। तर हामी पाएको जिम्मेवारी, हामीलाई परमेश्वरले दिनुभएको पवित्र आत्माले चाहिँ त्यो नगर नगर भनाउँछ, त्यो नभन नभन, त्यो नखा नखा, त्यो नखा, किनभने त लक्ष्यमा पुग्दैछस्। हालेलुया। त लक्ष्यमा पुग्दैछस्, तर सबै कुरामा विजय पाउँदैछस्, त आशिषित हुँदैछस्। सानो कुराले तपाईँको मेरो जीवनमा चुनौती ल्याइराखेको हुन्छ, सानो कुराले तपाईँ र मेरो जीवनमा बाधा ल्याइराखेको हुन्छ। प्रियहरू, हामीले त्यो कुरालाई इन्कार गर्नु, त्यो कुरालाई तोड्नु, त्यो कुराबाट अलग बस्नु, परमेश्वरको इच्छा तपाईँ र मैले पुरा गर्नु, पुरा गर्नु, परमेश्वरको योजना तपाईँ र मैले पुरा गर्नु, परमेश्वरले गर भनेको काम गर्नु, नगर भनेको काम कहिले पनि नगर्नु। त्यसकारण पहिलो प्रेसर चाहिँ आजको वचनलाई तपाईँले याद गर्नुहोस्, मनन गर्नुहोस्। ख्रीष्ट येशूले तपाईँको र मेरो लागि सबै दुःख कष्ट सहेर तपाईँ मेरो पापलाई क्रुसमा टालिदिइसकेको कारणले अब तपाईँ र ममा चाहिँ कमजोरता होइन, दुर्बलता होइन। अब हामी कुनै पनि कुरामा दुर्बल भएर बस्नु पर्दैन। प्रभुले तपाईँ र मलाई सबै कुरामा आशिष दिइसक्नुभयो, सफलता दिइसक्नुभयो। मेरो जीवनमा मेरो यति साह्रो निराशापन थियो। छोराको बिमारी भेट्दाखेरि किडनी ड्यामेज भयो, दुईटै किडनी ड्यामेज भयो छोराको, छोटो छोराको। मैले कतिवटा हस्पिटल लगेँ, छोरालाई कहाँ लगिन, कुन ठाउँमा लगिन, प्रार्थना कति गरियो, उत्तर आएन। किन? मेरो कमजोरीको कारणले उत्तर नआयो, मेरो कमजोरीको कारणले। मैले प्रभु यीशु ख्रीष्टलाई उहाँ चाहिँ सत्य र साँचो ईश्वर हुनुहुन्छ, उहाँमा कुनै कुरा असम्भव छैन भन्ने कुरा हामीमा कमजोरी सोच भएको कारणले उत्तर आएन। जब मैले प्रभुसँग प्रतिज्ञा गरेँ, प्रभुलाई भने, प्रभु यदि तपाईँले छोरालाई बचाउन चाहनुहुन्छ भने म यो सबै कामहरू छोड्छु, म यो काम गर्दिनँ, तपाईँको दृष्टिमा यो घृणित काम म गर्दिनँ, तपाईँलाई मन नपर्ने काम म गर्दिनँ। मैले प्रभुसँग प्रार्थना गरेँ। के खोज्छस्? कानो आँखो, कानो आँखा नभएको व्यक्तिले के खोज्छ? के खोज्छ? हजुर के खोज्छ? खुट्टा खोज्छ होला नि होइन? आँखा नभएको व्यक्तिले आँखै खोज्छ, आँखो खोज्छ, खुट्टा खोज्दैन, हात खोज्दैन। त्यस कारणले मलाई दुःख परेको बेलामा, मलाई पीडा परेको बेलामा मेरो परिवारले धेरैले सहायता त गर्नुभयो, तर त्यो पीडा त मसित थियो नि, दुःख त मसित थियो नि। मेरो परिवार, छोरा बाउलाई पीडा हुन्छ, आमालाई पीडा हुन्छ, परिवारमा कोही व्यक्ति चुनौतीमा आयो भने, समस्या पऱ्यो भने कसलाई गाह्रो हुन्छ? सम्बन्धित व्यक्तिलाई गाह्रो हुन्छ, दुःख हुन्छ। मैले प्रभुसँग फेरि प्रतिज्ञा गरेँ, प्रभुसँग मागेँ, म चाहिँ तपाईँको सेवाको काममा म तयार हुनेछु। जब मैले प्रभुबाट मैले दर्शन पाएँ, मैले आवाज पाएँ,
अनि त्यो आवाजमा मैले प्रभुसँग प्रार्थना गरेँ, प्रभु अब म उपवास बस्नेछु। एक हप्ता उपवास बसेर जब म प्रार्थनामा सुरु भएँ, प्रार्थना गर्न गएँ, प्रार्थना गरेँ, मेरो श्रीमती र म भएर हामी प्रार्थनामा बस्यौँ। प्रभुले एक हप्ता पछाडि उत्तर दिनुभयो, तेरो छोरालाई मैले निको पारिसकेको छु, तेरो छोरा निको भइसकेको छु। फेरि जब मैले प्रभुको नजिक जाने कोसिस गरेँ, मलाई परेको दुःखले मलाई प्रभुको नजिक पुर्यायो, मलाई परेको दुःखले मलाई प्रभुको नजिक लान बाध्य बनायो। फेरि मलाई केही पनि रोग लागेको थिएन, मलाई केही पनि भएको थिएन, तर छोराको कारणले गर्दाखेरि म प्रभुको नजिक जान बाध्य भएँ। 3 वर्षसम्म खुट्टाले हिँडेर मैले सेवकाई गरेँ। 3 वर्षसम्म द्वारपुरदेखि कुसुन्तीसम्म 3 वर्ष मैले खुट्टाले हिँडेर पैदल यात्रा गरेर मैले सेवकाई गरेँ। अरू बाइक चढेर हिँड्थेँ, साइकल चढेर हिँड्थेँ, के मलाई पनि चढ्नु मन थिएन होला, मेरो घरमा केही पनि थिएन। भाडामा बसेको छु, कोठा भाडामा बसेको छु, सुन चाँदी सबै सिद्धियो, रुपियाँ सबै सिद्धियो, म केमा चढ्नु? मैले यति दुःख पाएँ, यति पीडा पाएँ, यति समस्या पाएँ, मैले सेवकाई मलाई छोडिनँ। मेरो छोराछोरीहरू मासु खान नपाएर फलाको घरमा छिमेकीमा मासु पाकेको हल्का बास्ना आउँथ्यो, तर मेरो छोराछोरीहरूले मासु खान नपाउँदा मम्मी बाबालाई मासु ल्याउनु भन्नुहोस् न, मासु खान पाए हुन्थ्यो। त्यस्तो प्रकारले मेरो छोराछोरीले भन्थे, पक्का प्रभुले एक दिन दिनुहुनेछ। मलाई त्यो खुसी छ, छोरा बाँचेको अवसरमा मलाई खुसी छ, छोराछोरी राम्रो भएको मलाई खुसी छ। तर मैले प्रभुको सेवकाई गर्न थालेँ। 3 वर्ष मैले लेप्रायत गरेँ। प्रभु धन्यवाद, त्यतिखेर धन्यवाद दिएर म अगाडि बढेँ। द्वारपुरदेखि कुसुन्ती आउनलाई कति समय लाग्छ? कम्तीमा आधा घन्टा लाग्थ्यो, आधा घन्टा लाग्थ्यो कम्तीमा, छिटो छिटो फटाफट हिँड्नुलाई। त्यस्तो दुःख गरेर मैले 3 वर्ष सेवकाई, खुट्टाले हिँडेर सेवकाई गरेँ। 3 वर्ष पछाडि सेवकाईले मोटरसाइकल किन्यो, मोटरसाइकल मलाई घरमा ल्याउन दिएन। अनि सेवकाईमा हिँड्दाखेरि मात्रै चलाउने, नत्र भने अफिसमा ल्याएर राख्ने भनेर बेन लगाएँ। ठिक छ प्रभु धन्यवाद भने मैले घरमा आउनु बेला केही पनि पाइनँ। म हिँडेर आउनु पर्थ्यो, दिनभरि सेवकाई गर्थेँ। जमामाले जहाँ हुन्थ्यो म त्यो ठाउँमा जान्थेँ र बेलुका मोटरसाइकल ल्याएर अफिसमा थन्काएर अनि म खुट्टाले घरमा आउँथेँ। मैले के दुःख गरेँ मान्छे, अनि प्रभु गरेको प्रतिज्ञा मैले पुरा गरेँ। चाहे म खान नपाऊँ, चाहे म लाउन नपाऊँ, जस्तो सुकै अवस्था पनि मलाई धेरै चुनौतीहरू आयो, धेरै बाधाहरू आयो, अभाव पद्धति गर्न थाल्यो। कान्छो छोरा पढाउनका लागि पास्टर बुवाले 500 रुपियाँ दिनुहुन्थ्यो मलाई, ल तिम्रो छोराको लागि फिस दिँदो भने 500 रुपियाँ दिनुहुन्थ्यो महिनामा। त्यही पनि 1 वर्षै बाद दिनुभयो, त्यहाँबाट फेरि छुट्याइदिनु दिनु भएन। प्रभुसँग मैले रोएर प्रार्थना गरेँ, मेरो श्रीमती प्रार्थना गरेँ। प्रार्थना गर्दै जाँदा परमेश्वरले एउटा बुढीद्वारा बोलेर एउटा मोटरसाइकल दिनु, 60,000 पैसा पठाएर, र दाजु तपाईँले सेवकाई गर्दै भन्छौँ, मोटरसाइकल किनेर तपाईँले सेवकाई गर्नुहोस् भनेर मैले आफ्नो सबै कुरा बताएँ उहाँलाई। अनि 3 वर्ष पछाडि मैले एउटा थोत्रोवटा मोटरसाइकल किनेँ, पुरानो मोटरसाइकल। त्यसमा मैले चढेर घर आउने जाने गर्न थालेँ। अफिसको बाइक घर ल्याउन पाउने थिएन, एउटा नियम हुन्थ्यो, सिस्टम हुन्थ्यो, ल्याउन पाउने थिएन। त्यसरी मैले सेवकाई गरेँ र मैले सेवकाई गर्दै जाँदा प्रभुले मेरो छोरीबाट काम गर्न थाल्नुभयो। आमेन। समर्पणता भएर मैले काम गर्न थालेँ। जहिले जे भन्नुहोस्, मेरो इमानदारीका मैले सेवकाई गर्न थालेँ र प्रभु बोल्न थाल्नुभयो। मेरो सेवकाई देखेर कसैले पाकेटमा हालिदिन थाले, ल गुरुबा तपाईँलाई भनेर दिन थाले। कसैले वचन बोल्दै वचन बोलेर सकाएपछि फुलपिटमा उभिएर वचन गर्न सक्नुहुन्थ्यो। अनि त्यहाँबाट कसैले पैसा फालिदिन्थेँ म उभिएको ठाउँमा, 1500, 2000, 3000 पैसा फालिदिन्थेँ सुन्नुहोस् भनेर। प्रभु त्यसरी बोल्न थाल्नुभयो, परमेश्वर बोल्नु भयो। अनि मेरो खाँचोहरू पुरा हुँदै जान थाल्यो। आमेन। पुरा हुँदै जान थाल्यो। अनि मैले श्रीमतीलाई ल्याएर त्यो पैसा दिन थालेँ। अनि श्रीमती निराश भएर बसेर श्रीमती हाँस्न थालेँ। दुःखलाई कसरी मैले पार गरेँ, प्रभु धन्यवाद भन्न थालेँ मेरो श्रीमती। अनि दुवैजना बसेर हामी प्रार्थना
प्रार्थना गर्न थाल्यौँ। मैले यसरी सेवाकाई गरेर आज मण्डली पाएको, मण्डली पाएँ। मैले कसैसँग झगडा गरेर, रिस गरेर, पास्टरलाई यथाभावी भनेर मैले सेवाकाई खोल्नु पऱ्यो। उहाँहरूसँग सल्लाह गरेर, कुराकानी गरेर, उहाँहरूसँग प्रार्थना मागेर मैले सेवाकाई मण्डली सञ्चालन गरेँ। अनि आज यो सेवाकाई म यसरी चलाउँदैछु र म मात्रै छैन, यो सेवाकाईमा तपाईँ हामी सबैजना छौँ। आमेन। सबैजना छौँ, सबैले हातेमालो गरेर यो सेवाकाई अगाडि बढाइरहेका छौँ। त्यस कारणले प्रभुका प्रेक्षकहरू दुःख, कष्ट, समस्या मान्छेको जीवनमा आउँछ, तर त्यो कुरालाई हामीले प्रभाव नगरी, त्यसलाई व्यवस्था नगरिकन हामीले आफ्नो जिम्मेवारी पुरा गर्छौँ भने परमेश्वर तपाईँको जीवनमा सबै कुरामा सफलता दिनुहुनेछ। हामी प्रार्थना गर्नेछौँ।